नमस्कार, अपन समाचारमा स्वागत छ। सुरुमा हेडलाइन्स। भोजपुरमा बस दुर्घटना, 1 जनाको मृत्यु, 8 जना घाइते। काठमाडौँको गोकर्णेश्वरमा रहेको एक उद्योगमा आग लागि, करिब 2 करोडको क्षति। प्रधानमन्त्रीको सरकारी निवास अगाडि प्रदर्शन, निर्मला पन्तका लागि न्यायको माग। भारतको उत्तरी राज्य हरियाणामा 2 सवारी साधन एक आपसमा ठोकिँदा 7 जनाको मृत्यु। र फिलिपिन्समा 6.9 रेक्टरको स्केलको शक्तिशाली भूकम्प, सुनामीको खतरा। अब समाचार विस्तारमा। भोजपुर नगरपालिका 6 देउरालीमा आज बस दुर्घटना हुँदा 1 जनाको मृत्यु भएको छ भने 8 जना घाइते भएका छन्। भोजपुर बस पार्कबाट धरानको लागि छुटेको 1ख3059 नम्बरको बस ब्रेक फेल भई अनियन्त्रित भएर सडकमा पल्टिँदा भोजपुरको अरुण गाउँपालिका 3 प्याउजी बस्ने 50 वर्षीय हेमकुमारी कार्कीको मृत्यु भएको हो। बसमा सवार 18 जना यात्रुमध्ये 8 जना घाइते भएका छन्। घाइतेहरूको जिल्ला अस्पताल भोजपुर सिद्धकाली हस्पिटलमा उपचार भइरहेको छ। घाइतेमध्ये 1 जनाको अवस्था गम्भीर रहेको प्रहरीको भनाइ छ। काठमाडौँको गोकर्णेश्वरमा रहेको भगवती धागो उद्योगमा आगलागी भएको छ। भारतीय नागरिक लक्ष्मण दुबेद्वारा गोकर्णेश्वर नगरपालिका 4 को उत्तरवाहिनी चोकमा सञ्चालित भगवती धागो उद्योगमा आज बिहान आगलागी हुँदा करिब 2 करोड रुपैयाँको क्षति भएको छ। विद्युत सर्ट भएर आगलागी भएको महानगरीय प्रहरी प्रभाग काठमाडौँले जनाएको छ। आगलागीबाट मेसिन, जेनेरेटर, गायत, उल्गो, उन जस्ता कच्चा पदार्थ जलेर नष्ट भएको छन्। कञ्चनपुरकी निर्मला पन्तलाई न्याय दिन माग गर्दै बालुवाटार स्थित प्रधानमन्त्रीको सरकारी निवास अगाडि प्रदर्शन गरिएको छ। विवेकशील साझा पार्टीको नेतृत्वमा न्यायको खोजीमा निर्मलाहरू ब्यानरमा आज प्रधानमन्त्रीको सरकार निवास बालुवाटार चोकमा प्रदर्शन गरिएको हो। न्याय मर्न नदिऊ, सत्य हार्न नदिऊ भन्ने नारासहित उपस्थित दर्शनकारीहरूले शान्ति सुरक्षाको प्रत्याभूति दिन प्रहरी प्रशासनसहित गृहमन्त्री पनि असक्षम भएको दाबी गरे। उनीहरूले आपराधिक कार्यको अनुसन्धान गर्न प्रहरी असक्षम भएकाले प्रहरीलाई तत्काल अपराध अनुसन्धान सम्बन्धी विशेष तालिम दिन पनि माग गरे। पन्तको बलात्कार पछिको हत्यामा संलग्न दोषीलाई पक्राउ गर्न माग गर्दै राजधानी लगायत मुलुकभर दिनहुँ प्रदर्शन भइरहेका छन्। तर घटनाको 5 महिना बितिसक्दा पनि सरकारले दोषी पक्राउ गर्न नसकेको छैन। प्रहरले अनुसन्धानको नाममा निर्दोषलाई नियन्त्रणमा लिई यातना दिएर अपराध कबुल गराउन लागि परेको भन्दै विरोध हुँदै आएको छ। पछिल्लो समय प्रदीप रावल र विशाल चौधरीलाई अपराध कबुल गर्न दबाब दिँदै प्रहरले चरम यातना दिने काम गरेको भन्दै अधिकारी कर्मीहरूले मानव अधिकार रक्षाप्रति संवेदनशील हुन सरकारको ध्यानकर्षण गराउँदै आएका छन्। अपन न्युजमा अब व्यावसायिक विश्रामपछि सरकारद्वारा दोषित नयाँ कामहरूमा अवरोध सृजना भइरहेको सञ्चार मन्त्री बास्कोटाको गुनासो। भारतको उत्तरी राज्य हरियाणामा 2 सवारी साधन एक आपसमा ठोकिँदा 7 जनाको मृत्यु। र फिलिपिन्समा 6.9 रेक्टर स्केलको शक्तिशाली भूकम्प, सुनामीको खतरा। विश्रामपछि समाचारमा स्वागत छ। अब बाँकी समाचार। सूचना प्रविधि तथा सञ्चार मन्त्री गोकुल बास्कोटाले सरकारले गर्न चाहेको नवीन कामहरूमा अवरोध सृजना भइरहेको बताउनु भएको हो। आज काठमाडौँमा भएको क्यान फेडरेसनको 25औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै मन्त्री बास्कोटाले सरकारले घोषणा गरेको नवीन काम अदालत तथा बुद्धिजीवी भन्नेहरूबाटै अवरोध हुन थालेको गुनासो गर्नुभएको हो। विरोध र अवरोध गर्नेहरूमध्ये आफ्नो क्षेत्र अधिकार बुझेर काम नगर्दा सरकारलाई काम गर्न अप्ठ्यारो पर्ने गरेको भन्दै उहाँले बताउनुभयो। उहाँले सरकारित र सम्बन्धित निकायले आफ्नो जिम्मेवारी नबुझेर अर्काको क्षेत्र अधिकार मिच्ने परिपाटीका कारण समस्या सृजना भएको दाबी गर्नुभयो। डिजिटल नेपालको लक्ष्य पूरा गर्ने सन्दर्भमा केही अप्ठ्यारोहरू सृजना हुने गरेको उल्लेख गर्दै उहाँले विद्युतीय कारोबार सम्बन्धी ऐनहरू सहज बनाउँदै लगानी बताउनुभयो। डिजिटल नेपालको लौह पुरुष उहाँले भन्नुहुन्थ्यो कसले कसलाई हल्लाउने भन्नुहुन्थ्यो कि
अब सरकारले प्रोग्राम लिएर आउँछ, अरू कसैले नचलाउनु नगर्नु भनेर आदेश दिइदिन्छ। अब कसको काम कसले गर्ने हो यो थाहा भएन। अब क्यानले सरकारै चलाउने त होइन, कम्प्युटर एसोसिएसनहरू चलाउने हो, डिजिटल लिट्रेसी चलाउने हो, होइन, सहज बनाइदिने हो, टेक्निकल म्यान पावर, मर्मत सेन्टरहरू, ट्रेनिङहरू यस्तो दिने कुरा हो जसले रोजगारी पनि जेनेरेट गरोस्। सिलौटे युग पार गर्दै अहिले मन्त्री परिषद बैठक कम्प्युटर प्रणालीबाट सञ्चालन गर्ने अवस्थामा आइसकेको भन्दै उहाँले सरकारले डिजिटल नेपालको सङ्कल्प पूरा गरेर छाड्ने दाबी गर्नुभयो। सरकारले 5 वर्ष कार्ययोजनाको साथ डिजिटल नेपालको अभियानलाई अघि बढाउने उहाँले उल्लेख गर्नुभयो। त्यसका लागि सरकारले निजी क्षेत्रसँगको सहकार्यलाई प्राथमिकता दिने उहाँले बताउनुभयो। मन्त्री परिषदको बैठक त कम्प्युटरमै गर्न थाल्यो नि, यति त भयो। त्यो वातावरण बनाउन तपाईहरुले जुन भूमिका खेल्नु हो त्यसको लागि धेरै बधाई दिन चाहन्छु। यसका राम्रा पक्षहरूको बारेमा त चर्चा गरिहाल्नु हो। धेरै राम्रा कुराहरू छन् र सरकारले पनि डिजिटल नेपालको सङ्कल्प लिएको छ। हामीले डिजिटल नेपालको फ्रेमवर्क करिब तयार गरेका छौँ र 1 महिनाभित्र त्यो आइसक्छ। जब त्यो आउँछ, कार्यक्रममा उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष उमेशलाल श्रेष्ठले सरकारले उद्योग व्यवसायीलाई काम गर्ने र लगानी गर्ने वातावरण सृजना गरिदिनुपर्ने बताउनुभयो। उहाँले लगानीको वातावरण सृजना गर्न सके मात्रै नेपालको औद्योगिक विकासले फड्को मार्ने दाबी गर्नुभयो। क्यान फेडरेसन सरकारले सहयोग गरे 753 वटै स्थानीय तहलाई प्रविधि मैत्री बनाउन सकिने बताएको छ। तत्कालीन राजा वीरेन्द्र शाहको 74औं जन्मजयन्ती विभिन्न कार्यक्रम गरी मनाइएको छ। जन्मजयन्तीको अवसरमा शुभचिन्तक तथा उनी प्रति विशेष श्रद्धा गर्नेहरूले आज ललितपुरको जावलाखेल स्थित वीरेन्द्रको शालिगमा माल्यार्पण गरी राजा वीरेन्द्रको सम्झना गरेका छन्। पारिवारिक जमघटको समयमा 2058 जेठ 19 गते दरबार भित्र चलेको गोलीकाण्डबाट उहाँको निधन भएको थियो। सो क्रममा रानी ऐश्वर्या, छोराहरू युवराज दिपेन्द्र, अधिकार कुमार, निराजन, छोरी श्रुति लगायत आफन्तहरूको पनि निधन भएको थियो। दरबार हत्याकाण्ड आजसम्म रहस्यमय रहेको छ। 2017 सालमा महेन्द्रले स्थापना गरेको पञ्चायती शासन विरुद्ध आन्दोलन चर्किँदै गएपछि वीरेन्द्रले 2036 सालमा जन्मजत सङ्ग्रह गराउनु भएको थियो। उहाँले काङ्ग्रेस वाम आन्दोलन चर्किएपछि 2046 सालमा पञ्चायती व्यवस्था हटाई प्रजातन्त्र पुनर्स्थापना गर्दै आफूलाई संवैधानिक राजाको रूपमा सीमित राख्नु भएको थियो। उहाँलाई प्रजातान्त्रिक राजाको रूपमा पनि हेर्न गरिन्छ। विक्रम सम्वत 2002 पुस 14 गते तत्कालीन राजा महेन्द्र र रानी इन्द्र राज्यलक्ष्मीको पहिलो पुत्रका रूपमा जन्मिएका वीरेन्द्रले बुबा महेन्द्रको निधनपछि 2028 माघमा राजगद्दी सम्हाल्नु भएको थियो। अब अन्तर्राष्ट्रिय समाचार। उत्तरी भारतीय राज्य हरियाणामा भएको सडक दुर्घटनामा परि कम्तीमा 7 व्यक्तिको मृत्यु भएको छ। तीव्र गतिमा रहेका 2 सवारी साधन एक आपसमा ठोकिएर आज भएको दुर्घटनामा कम्तीमा 7 को मृत्यु हुनको साथै अन्य 4 जना घाइते भएका प्रहरी स्रोतले जानकारी दिएको छ। हरियाणा राज्यको प्रान्तीय सहर चण्डीगढबाट 45 किलोमिटर टाढा पर्ने अम्बालामा जिल्लामा दुर्घटना भएको प्रहरी स्रोतले प्रश्न पारेको छ। अम्बालाबाट चण्डीगढसम्मको राजमार्ग पर्ने ठाउँमा भएको दुर्घटनामा परि घटनास्थलमै 7 जनाको मृत्यु भएको थियो भने अरू 4 जना घाइते भएका स्थानीय एक प्रहरले जानकारी दिएका छन्। घाइतेलाई उपचारका लागि तत्कालै नजिकैको अस्पताल पुर्याइएको छ। प्रहरीका अनुसार दुर्घटनामा परेकाहरू चण्डीगढको छिमेकीका पर्ने उत्तर प्रदेश राज्यको वृन्दावनतर्फ जाँदै गरेका थिए। फिलिपिन्समा पुनः 6.9 रेक्टर स्केलको शक्तिशाली भूकम्प गएको छ। स्थानीय समयअनुसार आज बिहान 11 बजेर 39 मिनेटमा गएको भूकम्पपछि अधिकारीहरूले सुनामीको खतरा रहेको भन्दै सतर्क रहन चेतावनी जारी गरेका छन्। अमेरिकी भूमार्किङ सर्वेक्षण संस्थाले दक्षिणी फिलिपिन्सको पेन्टागोन नजिकै केन्द्रबिन्दु भएर 6.9 रेक्टर स्केल मापन भएको भूकम्प गएको बताइएको छ। भूकम्पको धक्का
मिन्डाओ डामाओ लगायतका क्षेत्रमा महसुस भएको छ। अहिलेसम्म मानवीय तथा भौतिक क्षति सम्बन्धी विवरण आइसकेको छैन। भूकम्पपछि अमेरिकाको प्यासिफिक सुनामी वार्निङ सेन्टरको सुनामीको खतरा रहेको भन्दै सतर्क रहन आग्रह गरेको छ। फिलिपिन्स भूकम्पीय जोखिममा रहेको देशको अग्रपङ्क्तिमा पर्छ, जहाँ सन् 2017 को जुलाईमा पछि 6.9 रेक्टर स्केलको भूकम्प गएको थियो। अमेरिकाका सबैभन्दा वृद्ध व्यक्ति तथा द्वितीय विश्व युद्धका सबैभन्दा वृद्ध योद्धाका रूपमा परिचित रिचर्ड ओबर्टनको 112 वर्षको उमेरमा निधन भएको छ। ओबर्टनको शुक्रबार अमेरिकाको टेक्सासमा निधन भएको हो। दोस्रो विश्वयुद्धको समयमा उनले प्रशान्त क्षेत्रमा युद्ध सञ्चालन तथा समुद्री तटमा अवरोहण गराउने जस्ता काममा सहभागी भएका थिए। उनलाई सन् 2013 मा तत्कालीन अमेरिकी राष्ट्रपति बाराक ओबामाले मेट्रान ड्रेमा सम्मानित पनि गरेका थिए। ओबर्टन आफ्नो लामो आयुको श्रेय भगवानलाई दिन्थे। उनले आफ्नो जीवनको अधिकांश समय अस्टिनमै बिताए। गएको वर्ष उनको 111औं जन्मजयन्ती अवसरमा अस्टिन सिटी काउन्सिल स्ट्रिटको नाम परिवर्तन गरेर रिचर्ड ओटन एभ्यू राखिएको थियो, जहाँ उनले 70 वर्षभन्दा बढी समय बिताएका थिए। अब खेल समाचार। भारोत्तोलनका कमल अधिकारी र करातेकी अनु अधिकारीलाई सर्वोत्कृष्ट खेलाडी सम्मान गरिएको छ। नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी सङ्घ NNIPA ले शुक्रबार ललितपुरको पाटन दरबार रयरमा एक समारोहमा आयोजना गरी अधिकारीहरूलाई 1-1 लाख रुपैयाँ सहित सर्वोत्कृष्ट खेलाडी सम्मान गरेको हो। NNIP ले भारोत्तोलनका मुख्य परीक्षक पार्थसारथी N गुप्ता मिठु गुरुलाई पनि NNIPL गजराज जोशी आदर्श व्यक्तित्वको रूपमा सम्मान गरेको छ। उहाँलाई 25,000 रुपैयाँ सहित सम्मान गरिएको हो। कार्यक्रममा ओलम्पिक छनौटको दोस्रो चरणमा पुगेको नेपाली महिला टोलीलाई पनि सम्मान गरिएको थियो। कार्यक्रममा खेलकुद पत्रकार निरञ्जन राजवंशी सहित विभिन्न विधामा झण्डै 2 दर्जन खेलाडीहरूलाई सम्मान गरिएको थियो। अन्त्यमा हेडलाइन्स पुनः एकपटक। भोजपुरमा बस दुर्घटना, 1 जनाको मृत्यु, 8 जना घाइते। काठमाडौँको गोकर्णेश्वरमा रहेको एक उद्योगमा आग लागि करिब 2 करोडको क्षति। प्रधानमन्त्रीको सरकारी निवास अगाडि प्रदर्शन, निर्मला पन्तका लागि न्याय माग्दै। भारतको उत्तरी राज्य हरियानामा 2 सवारी साधन एक आपसमा ठोकिँदा 7 जनाको मृत्यु। र फिलिपिन्समा 6.9 रेक्टर स्केलको शक्तिशाली भूकम्प, सुनामीको खतरा। हस् त अपन न्युज अहिलेलाई यति नै। पल पल खबर, तेज नजर हेर्दै रहनुहोला अपन टेलिभिजन। नमस्कार।